दाइसँग भेट भयो नि दाइ हिँडे तपाईँ कहाँ गएको थिएँ तपाईँ हुनुहुन्थेन ल्याउनु दर्शन गरौँ होइन पानी बगेर लाँदैन नि यसै छ सम्झना सन्चै हुनुहुन्छ हजुर हिँडिरहेको अस्ति आयौँ अस्ति बेलुका राति आयौँ अनि हिजो दिउँसो यसो भेटघाट गऱ्यौँ अनि आज त हिँड्न लाग्यो जाने सिधै कहाँ अहिले त बुटोल बुटोलै पुग्यो हजुर बुटोलबाट अराखाँची अरे एक दिन दुई दिन घुम्ने बस्ने समय छैन समय भयो हो फेरि जाने हो कति बेला जाने हो अब एक हप्तापछि फेरि उता जाने हो रेकर्ड हो त्यहाँ रेकर्ड हो तपाईँसँग भेट हुन पाएन त्यही भएर दौडेर आएको म त सम्झना आज के भोलि गए पनि गइन्छ के आफ्नो ठाउँमा के फरक पर्छ त्यही त अब अझै कामहरू बाँकी छ भेटघाटको काम बाँकी छ अनि त्यही भएर आएको बेलामा अराखाँची पनि जानु पर्यो एकचोटि बढिया अब फेरि गए फेरि समय चाहिँ लाग्दैन अब लाग्दैन अब पहिलो वर्ष 2 वर्ष अब छिटो आउँछ आएन दाइ आउनु भयो भने दाइको नोकरी थियो के ल त्यही भएर दाइ जान्छौँ ल है त ल राम्रै जान्छु राम्रै ख्याल राखेँ सम्झना नबिर्से हस् शान्ति छ रोड सिधरको व्यवस्था गरे आउँछ यो कहाँबाट अफ गर्ने त्यही माथि त्यही बेसै थियो रेकर्ड गरेँ पनि बढी अरे वान क्लिकमै हुन्छ ल मजा खासमा रिजीकोटको पानी हो कस्तो मिठो त्यस्तो बाक्लो हात त्यो त चिनी मिसिए छ मही जस्तो छ होइन कम खोलेर त पानी लिनु मान्छे धारा पनि आउने हुन्छ गर तिनीहरूलाई मात्र लाभ हुन्छ नबिकार्ने धन्यवाद दाइ तपाईँ पानी लिन आउनुभएको ए लाउने हो लाउनु त राम्रो हुन्थ्यो त्यो लाउनुपर्छ राम्रो भन्दा पनि आँखा पनि सुरक्षित हुन्छ बिहानमा गाडी बढी हुन्छ म पनि सान्चोसम्म जान्छु हो बजाम खाल्लो मल्के दिन्छ दादा सान्चर गएर चाहार जाने ए कता हो यता आइज ल ल मल्टिप्लक पनि दिए है सम्झेर ए मल्टिप्लक कहाँ राख्नु कहाँ राख्यो छ होला मेरो चोलामा छ कन्फर्म हो सम्झेर दिए छिटो छ बुवा गइयो दाइ तपाईँकोमा आउन पाइएन दुःख नमान्नु होला है त हेर्नु त एकदम छोटो समय थियो अनि हिजो मात्रै हिँड्यौँ सपना उही घर छिन् जान्नु सपना जाने हो भाउजूलाई एकदम सोधेख भनिदिनु होला है त चाहिँ बोलाएको थियो बिचरा कति खुसी हुन्छ जाँदाखेरि हामी अस्ति उसलाई लिएर गएको थियो आन्टी अङ्कल गयो है गयौँ नि त
यो ब्याग चाहिँ मैले ठ्याक्क मेरो घोडामा परेँ हो सपोर्ट भएको क्या पुग्न परेन जाँदा होइन हजुर हजुर के छ बोल्नु सन्चै छौ ओ माई गॉड हिँड्यो ल बुवा नमस्कार सन्चै हुनुहुन्छ नेपालमा तिमीहरूलाई त सधैँ भेट हुन्छ यसो उसो हुन्छ भिडियो रेकर्ड गरेको अमेरिकनसित पो भेट हुन पर्यो होइन के छ दाल खबर सब ठिकठाक सन्चै कहिले हो त राम्रो आएको? म आएको यहाँ अस्ति हो नेपाल आएको 20-22 दिन भयो अनि लगभग अब एक हप्तापछि मेरो फ्लाइट छ त्यही भएर बसाइ अलिक छोटो भयो फ्लाइटबाट चाहिँ यस्तो यो आउने बित्तिकै हिँडाइ त यो त अलि भएन भएन अब फेरि आउँदा अलिक बस्ने गरी आउँछौँ है त एकदम छोटो भेट भयो खुसी लाग्यो एकदम हामी पनि खुसी भइयो होला है त चिया जाने हो के भेन्छ चाखा जाने कपिलको अघि चाखा र सबै छैन झिर 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 हिँड्नु भयो हिँड्यौँ भनेर बाबु झिर मात्र ल्याग्यौँ त्यसमा झिरमा चाहिँ केही ल्याएन यो के हो यो अगाडिको यो क्यामेरा हो ए त्यस्तो हो मल्टिप्लक म पनि देखेछु तपाईँ पनि देख्नु देखिएन कहाँ देखेँ नि हो यो त यही काम लाग्छ कि अब काम लाग्दैन तर म त कालै छन् कहाँ फटाउँदै मलाई यो त तपाईँलाई काम लाग्दैन क्या कतिको बेर पर्छ सिधा होइन गाडी कति बेला जाने है छ थाहा छैन अझै बेर अलिकति 18 हुने भएन खानु परेन यसो ठिकै हुन्छ भेइन्छ भने खाम चिया खान त हुन्छ जाऊँ न हिँड्नु वहीँ बस्छ भानुजीको चिया अफिसबाट टिकट आउट पनि गरिदिनु पर्ला डलर आउँछ टिकट चालु गऱ्यो त्यही भएर होला पनि बाठा छ नै सुब्बा दाइ सबै दुध राखेको खाने होइन लेमन खाने काला मान्छेले कालो चिया हामी चाहिँ ख्याको गएर गाउँछौँ गएर गाउँबाट पाल्पा जाँदै त्यहाँबाट पारीको हिमाल देखिन्छ म चाँपे पार भने चाहिँ सिधै मलाई बाइकमा बस्नु राम्रोसँग आउनु अलरेडी फाँट हो र यो गएर गाउँ फरवारी फरवारी हाम्रो फरवारी जाने बाटो ए त्यहाँबाट हो मेरोको नाम थियो गाउँ त राम्रो उसको घर त्यही हो तर बोलुको घर पहिला त्यहाँ हो यहाँ एउटा राम्रो यहाँबाट पनि राम्रो रहेछ त्यहाँको एकदम सुन्दर रमणीय छ घाँस बोकेर हिँड्नु पर्ला गाउँबाट आउँदाखेरि सकिन्छ क्या बाइक बाइक निस्कन्न
चाहिँ ट्रकले बाटो ब्लक गरे हो यत्रो ट्रक आउने भयो ख्यामा म त ख्यालै नगरेको यत्रो ट्रकको मैले ख्यामा कहिले देखेको थिएँ यार यही बाटो हो यो त भयङ्कर ठुलो ट्रक हो नि म अगाडिबाट सक्छु बुढी कुवाको मन्दिर हो त्यो चाहिँ बुढी कुवाको मन्दिर के बाटो जाने हो ए ल सुसु गर्न पर्ने छ कहिले कहाँ गर्ने होला माथि बिजुन डाँडा हो जक्सनै त्यही हो नि गाउँलाई केराबारे भन्छौँ होइन त्यसरी यो गाउँलाई यो ठाउँलाई शान्ति चौक शान्ति बजार मेन बजार जुटकोट गाउँपालिका वडा नम्बर 1 यसलाई चाहिँ कोटखेरा भनिन्छ त्यसै गरी यो ठाउँलाई चाहिँ रेलवे भनिन्छ यो डाँडाभन्दा तलपर्तिलाई भुलखोला भनिन्छ जहाँ हामीले फोटो खिचिरहेको छौँ यसलाई चाहिँ के भनिन्छ अरे रायओडा छुट्टै गाउँ कुनै आवाज आउँछ जागृत गर्ने हो गाउँलाई केराबारे भन्छौँ होइन त्यसरी यो गाउँलाई यो ठाउँलाई शान्ति चौक शान्ति बजार मेन बजार जुटकोट गाउँपालिका वडा नम्बर 1 यसलाई चाहिँ कोटखेरा भनिन्छ त्यसै गरी यो ठाउँलाई चाहिँ रेलवे भनिन्छ यो डाँडाभन्दा तलपर्तिलाई भुलखोला भनिन्छ जहाँ हामीले फोटो खिचिरहेको छौँ यसलाई चाहिँ के भनिन्छ अरे रायओडा छुट्टै गाउँ कुनै आवाज आउँछ जागृत गर्ने हो त्यसमा छ तिमी यसमा त्यसको त्यो त्यसको त्यो सबै यहीँ बाल्दिने हो कि त्यो बाँध्दैन छुट्याउने कहाँ हो यहाँ हो चामलहरू पनि हजुर बेस्ट अलि बेस्ट बल्ल
सक्दैन यता मन त काम गर्छ प्लास्टिक गाह्रो छ सकिन्छ फोटो फुट्नु त त्यो चाहिँ यहाँ माथि सक्नु बुझ्छ नरिवल लिएर जाने हो पानी चढाएर लिएर जाने हो त्यही हो क्या होइन टिका लगाइएको माथि छ जाम अब जुत्ता भएको ठाउँतिर जाम माथि छ नि ए माथि एकचोटि फोटो खिचौँ अब तानसिनबाट चढ्ने भएपछि भएन यहाँ रिसोर्ट छ समृद्धि ए यहाँ पनि रिसिप्ट रहेछ ए यहाँ बस्नुपर्ने रहेछ क्या हो यार यहाँ बसेको भए त भैरवस्थान दर्शन नि हुन्थ्यो नि त ल एक दुईवटा फोटो हाल्न पर्छ यहाँ हेलो हेलो चलाउनु भएको स्थान आइयो बाइकमा धुलो धुलो भइएको छ तर पनि ठिक छ अब तानसिन जाने हो भैरव बाबाको दर्शन नै भएर त्यसले साह्रै फेमस त्यसले नि होइन पहिलो भन्दा पढाइको अन्त अरू भन्ने होला नि रमाइलो छ अरे बतास त्यहाँ त ठाउँहरू त्यहाँ चाहिँ खान्तीमा हाल्यो माथि पाल्पा ठाउँ त लास्टै राम्रो हेर्छ त यहाँ बस्ने नि मानसिक आनन्द चाहिँ छ व्यवस्थापन चाहिँ अझै पनि नगरेका चाहिँ तानसिन आयौँ तिनीहरूले घुम्तीमा गाडी छ भन्थे गाडी चाहिँ अगाडि घर हुन सक्छ गाडी हो क्या हो होइन र ए दुध त्यहाँ रोक्छ होला त्यहाँ दुध छ कि उहाँको ए के छ नमस्ते नमस्ते
भाउजू नमस्ते निकाल्नु त त्यसमा दुध छ अरे हुन्न के छ खबर सन्चै राम्रै सक्यो उताको सबैलाई अब अरू खाद्य मात्रै पाएँ सपना गाडी उसको गाडीमा थियो नि हामीलाई कुरेको त्यो गाडीले हामी बाइकमा आयौँ त्यही भएर मलाई यो ब्याग पेपर म अब जान्छु होला त्यो ल लाग्यो है त ल फेरि कुरा गरौँ ल म गएँ है त गाडीले कुरेछ